ब्लग अनि हामीसँग हुनुहुन्छ मम्मी पछाडि मम्मी चाहिँ भिडियो अहिलेको काटेको उठ यति हेलो नमस्ते सबैजनालाई म अर्पण करण तपाईहरु सबैलाई अर्पण फार्म हाउसमा वेलकम छ अनि आजको ब्युटिफुल डे विथ अ ब्युटिफुल ब्लग अनि हामीसँग हुनुहुन्छ मम्मी पछाडि मम्मी चाहिँ भिडियो गरिराख्नु भएको छ अनि आज चाहिँ हामी फार्ममा आएर फार्ममा चाहिँ हामीले घाँस चाहिँ काटेका छौँ अब घाँस दिएर दानामा अलिकति सस्तो अब यो यसरी यो घाँस दिने अनि दानाको खर्च घटाउने अनि पैसा कमाउने मेरो सानो छोराले पैसा कमाउने अरे क्या पैसा घटाएर अलिक पर हालिदिनु माथि हाल्नु बस आमालाई सानो बच्चाहरू छन् यो साथीहरू अब आसी दिने यो काट्छु अनि यो घाँस काट्ने अघिको पुगेन फेरि अरूहरू पनि हेर्छ नि अब मम्मी जाँदै भिडियो के अरे आइफोनको सुइरा आउँदै हुनुहुन्छ सानो छवटा पायो तर ठुलो पायो थियो यहाँ खाँदैछ यहाँ पेट्ने मामा सुती खाँदैछ नि यहीँ अब यो त्यस्तो पानी यसको अनि के भन्न चाहनुहुन्छ ओके सबैले दुःख गर्नुपर्छ भन्ने चाहन्छु यहाँ खसी पारेको होइन र मैले यसलाई पार्छेन ल यताको खोरमा मैले काटेर पुऱ्याएँ अब यता अर्को खोरमा यी पालो मम्मीको पालो ल मेरो पालो अब मम्मीले यस्तो सानो पनि भएको भारी राखेन कि है भाला राखेको ए भर्खर लगाएर रहेछ क्या मैले पुग्यो मेरो ल अनि हिजो चाहिँ हाम्रो यहाँ काम भइरहेको थियो ड्रिलको यो छानामा आधा चाहिँ हामीले ड्रिल हानेर गयौँ अब आधा बाँकी छ यो खोरहरू पनि रेडी भइसक्यो अब यहाँ बङ्गुर हाल्ने 10-10वटा अट्छ एउटा खोरमा यस्तो छ मकैहरू यस्तो छ घाँस दाना हाल्ने ठाउँ भन्दैछु यहाँ अब नयाँ बाँकी यति छ हामीले हिजो यो रातोहरू सब लाग्यो भिड हानेको यहाँ मम्मी हुनुहुन्छ
फाइनली हामीले चाहिँ यहाँ बङ्गुर खोरमा चाहिँ ड्रिल हान्नु भ्यायो अनि ड्रिल हानेर छाना छाइएर भ्यायो अब छाना यहाँ फोहोरको नजरिया चाहिँ कस्तो देखिन्छ तपाईँहरूलाई देखाउँछ है त साथीहरू फोहोरको नजरिया हेर्ने यस्तो भइरहेको छ यहाँबाट यस्तो टिन सल छाएर भ्यायो औ मकैलाई त के भएन नि मकै बारी यस्तो छ है अब यहाँ त यत्रो ठुल्ठुलो खोर यहाँ एउटै खोरमा कति 12-15वटा अटाउँछ यहाँ 12 दुना 24 प्लस 12 36 प्लस 12 48वटा बङ्गुर अटाउनु भयो मम्मीले यहाँ यस्तो गर्दै हुनुहुन्छ त्यहाँ चाहिँ भ्याइसक्नु भयो अब चाहिँ हामी अझै यहाँ बङ्गुरको खोरहरू बनाउनु बाँकी छ यो ब्लक छ यो ब्लकले चाहिँ यहाँ चाहिँ यो स्पेस खाली बालुवाभन्दा उतापट्टि जति नै स्पेस छ नि यहाँ चाहिँ माउहरूको खोर आउँछ अनि 4:30 भइसकेछ अब चाहिँ म पसल जान पर्छ त्यही भएर आजको लागि यति नै फेरि पनि अर्को छुट्टी नयाँ भिडियो लिएर तपाईँहरूको माझ आउने नै छौँ भन्दै आजको लागि यति नै बाई बाई सिउ टाटा जय मसी हाँसिरहनुहोस् र माया बाँडिरहनुहोस् धन्यवाद।